सम्पूर्ण आदरणीय दर्शक महानुभावहरू धारपान अनलाइन मिडियाको तर्फबाट यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। दर्शक महानुभावहरू अहिले हामी तपाईँलाई देखाइरहेका छौँ धरान उपमहानगरपालिकाको संस्कृति पार्टीको कार्यालय आज उद्घाटन हुन गइरहेको छ। त्यो दृश्य हामी तपाईँलाई देखाइरहेका छौँ। पनि म हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण दर्शक महानुभावहरू जो चाहिँ हामी संस्कृति पार्टीको भवन हो, हामी त्यसलाई देखाइरहेका छौँ। सबैले तालीले स्वागत गरिदिनु तालीको बरकरार आवाजले जमिन फर्किएको हुनुपर्छ है। यता है यता यसरी स्वागत सम्मान लगत्तै रिबन काटेर अगाडि बढ्नेछौँ भन्दै अब भने हाम्रो प्रमुख अतिथिको हातबाट रिबन काटिदिनुका लागि म हार्दिक अनुरोध गर्दछु। यसरी हामीले हाम्रो कार्यालय उद्घाटन गरिरहेका छौँ। आजबाट औपचारिक कार्यक्रमहरू र औपचारिक सम्पूर्ण कामहरू हाम्रो यहाँ अफिसबाट हुनेछ र धरान नगर समितिका सम्पूर्ण दर्शक महानुभावहरू प्रमुख अतिथिको बाहुलीबाट संस्कृति पार्टी धरानको पार्टी कार्यालय उद्घाटन भइसकेको हामीले दृश्य देखाइसकेका छौँ। अब भने संस्कृति पार्टीको पार्टी कार्यालय धरानलाई फर्निचर विभिन्न डेस्कटपका सामग्रीहरू उपलब्ध गराउनु हुने महानुभावहरूलाई मायाको चिन्ह दिने कार्यक्रम रहेको छ। उक्त दृश्य म यहाँलाई देखाउन लागिरहेको छु। दर्शक महानुभावहरू प्रमुख अतिथिको हातबाट हस्तान्तरण गरिदिनुका लागि म हार्दिक अनुरोध गर्दैछु र विशेष गरी म यहाँ पढेर सुनाउनेछु। हाम्रो नारा नै छ प्रकृति, संस्कृति र प्रविधि। र यो हाम्रो नाराको लागि हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष श्री हर्कराजज्यूलाई हामी सबैजनाले धेरै धन्यवाद दिनुपर्छ र तालीले पनि स्वागत गरिदिन म हार्दिक अनुरोध गर्दछु। र यहाँ छ श्रम संस्कृति पार्टी धरान नगर समिति धरान 11 न्यू पशुपति लाइन र सम्मान पत्र श्री गोविन्द राई जोसान्जू धरान 18 हाल क्यानाडा। नेपालको इतिहासमा श्रमलाई संस्कृतिको रूपमा रूपान्तरण गर्दै श्रमदाताहरूको सम्मान र माटोको मायाले यस संस्थाका संस्थापक श्री
हर्कराज राईज्यूको नेतृत्वमा स्थापित यस श्रम संस्कृति पार्टीलाई कार्यालय सञ्चालन गर्न सहज बनाउने उद्देश्यले नगद रु 2,01,000 बराबरको सौजन्य सामग्री, कम्प्युटर टेबल 3 थान, 5 थान कुर्सी, 1 थान कम्प्युटर प्रिन्टर सहित र 1 थान स्टिल दराज प्रदान गर्नुभएकोमा पार्टी कार्यालय उद्घाटनको अवसर पाएर यहाँलाई सम्मानित गरिन्छ। आगामी दिनहरूमा पनि यहाँको साथ र सहयोगको अपेक्षा राख्दै यहाँको सुख समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। मिति 2082 साल मङ्सिर 22 गते सोमबार। उहाँलाई जोरदार तालीले सम्मान गरिदिनु हुन अनुरोध गर्दछु र सम्मान पत्र र सबैले जोरदार तालीले स्वागत गरिदिनु होला र सम्मान गरिदिनु होला। उतातिर उहाँलाई राखेर यता हुन्थ्यो क्या त्यसो बनाउन त्यसरी हो ल दाजु अलिकति अगाडि जाइदिनु नि। धन्यवाद हाम्रो गोविन्द राईज्यूलाई। र यसरी नै फेरि पनि हाम्रो छिटो मिठो हामीलाई छिटो मिठो चाहिन्छ होइन, छिटो मिठो नै गर्नुपर्छ। त्यसैले गर्दाखेरि सम्मान लिइदिनका लागि श्री वीरमणि राईज्यूलाई अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दै सम्मान प्रदान गरिदिनु हुनका लागि हाम्रो प्रमुख अतिथिज्यूको हातबाट भइ नै सकेको छ। ल हस्, धन्यवाद हजुरहरूलाई। र फेरि पनि यो चाहिँ पढिदिँदा नि हुन्छ केको लागि। ल यसरी नै म फेरि पनि यहाँनिर पूर्णवाचन गर्ने नै छु र सम्मान पत्र श्री भीममाया राईज्यू धरान सत्र नेपालको इतिहासमा श्रमलाई संस्कृतिको रूपमा रूपान्तरण गर्दै श्रमदाताको सम्मान र माटोको मायाले यस संस्थाको संस्थापक श्री हर्कराज राईज्यूको नेतृत्वमा स्थापित यस श्रम संस्कृति पार्टीलाई कार्य सञ्चालन गर्न सहज बनाउनु हुने उद्देश्यले 16 थान प्लास्टिकको कुर्सी प्रदान गर्नुभएकोमा पार्टी कार्यालय उद्घाटनको अवसर पारेर यहाँलाई सम्मानित गरिन्छ। आगामी दिनहरूमा पनि यहाँको साथ र सहयोगको अपेक्षा राख्दै यहाँको सुख समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। मिति 2082 साल मङ्सिर 22 गते सोमबार। उहाँलाई पनि सम्मान पत्र प्रदान गरिदिनु हुनका लागि हाम्रो अतिथिज्यूको हातबाट नै सम्मान र सबैजनाले तालीले सम्मान गरिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्दछु। र यसरी नै हाम्रो पार्टी कार्यालयका लागि धेरै सहयोग गरिदिनु भएका छ। उहाँहरूलाई हाम्रो पार्टीको तर्फबाट र नगर कार्य समितिको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। महानुभावहरू, उद्घाटन सत्रको कार्यक्रम समाप्त भइसकेको छ, जहाँ चाहिँ मेयर हर्क साङपाङका श्रीमती निर्मला लिम्बूबाट पार्टी कार्यालयको समुद्घाटन भएको हो भने यहाँ पार्टी कार्यालय व्यवस्थापन गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरूलाई मायाको चिन्ह प्रदान गरिसकेको पनि दृश्य मैले देखाइरहेको छु। हजुरहरूलाई यो भिडियो राम्रो लागेकोमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। धन्यवाद।